सर के छ हामी सन्चै छौँ 2 शब्द हानिदिनु नि त हाम्रो लागि यतिको ऱ्याप चाहिँ हान्नुपर्ने हुन्छ हल्का जाम टाइप्सको हो हामी जानुपर्ने कहाँ हो देखाउँदा ल हामी चाहिँ त्यहाँ जानुपर्ने होइन महाबुला जाम परेको अवस्था कहीँ छ डबल टेकर बोले त क्या भरे आउँदा चाहिँ के 2टा स्टेप भनेको डबल टेकर भनेको ल ठिक छ कुन हो ए हो सो अलराइट गाइस हामी चाहिँ अहिले बसमा ट्राभल गर्दैछौँ यता हुनुहुन्छ हाम्रो नवीन सर आज चाहिँ ओभर जाम परेको अवस्था गाइस गर्नु पर्यो यार मलाई देखिरहेको छ भरे हल्का अपलोड टाइपको हो नि त साथी हो चाहिँ हालिदिनु पर्यो आज खोइ त बोल्दै नबोलिकन भिडियो हाल्दैन नबोली भिडियो हाल्नु त अलिक म राम्रो उयो खालको हाल्छु कि रिफिल गर्छु क्या साउन्ड हामी चाहिँ यहाँबाट जाँदै थियो सर अनि जाम पर्दा कस्तो फिल हुँदैछ त यो साथी जाम होइन यो सिग्नल हो त अलिकति उता हेर ल जाम टाइप्सको भन्दा नि सिग्नल टाइप्सको हो सिग्नल चाहिँ हो जामै खालके त नि कति बज्यो सर अहिले मुमिनको घर सर मुमिनको घर न मुबिनको घर ल यता गाइस हामीले मुबिनको घर हो र मुबिनको घर टाइप्सको के हो पनि हो अहिले चाहिँ हामी रेड सिग्नलमा छौँ है रातो सिग्नलले हामीलाई रोकिरहेको हुन्छ ए हो ल यता गाइस सी साइड हेर्दै यता जानुपर्छ है यसलाई सर टाइम देखाइदिनु न एकचोटि 4:59 भएको छ अहिले चाहिँ टाइम 4:59 भएको छ है नेपालमा चाहिँ कति बजिसक्यो होला कति बज्यो साथी नेपालमा 7:45 नेपालको टाइम पनि देखाइदिनु न त एकचोटि ल एडजस्ट गरेर हेर्नु पऱ्यो फुटेको फोन छ है ल हामी चाहिँ जाँदैछौँ हाम्रो यात्रा चाहिँ आज महाबुलासम्मको छ है अनि अहिले चाहिँ हल्का इभिनिङ टाइप्सको अहिले चाहिँ यहाँनिर कति बजेको छ भन्दाखेरि 5 बज्न लागेको छ मैले यतातिर चाहिँ क्यामेरा हल्का लानु मिल्दैन किनभने यता लेडिज सिट हो है अनि यता चाहिँ हल्का स्ट्रिक्ट टाइप्सको हुन्छ है अनि त्यही हो गाइज यस्तै छ अब हो भिडियोलाई मन पराइदिनु होला लाइक सेयर सब्सक्राइब गर्नु नबिर्सिनु होला अनि अब म चाहिँ धेरै पछाडि भ्लगहरू गर्दैछु है अनि हल्का कमेन्ट हानिदिनु होला के रे कुन चाहिँ गाडी यही गाडी हो यो गाडी चाहिँ के हल्का गीतिहाल्छ हल्का व्यवस्था टाइप्सको हानिदिनु न त भन्नु नमिल्ने सबै गाडी
हामी माबुला किन जाँदैछौँ त भन्ने कुरा चाहिँ भिडियो अन्तिमसम्म हेर्नुपर्ने हुन्छ गाइस तपाईँहरूले है। अनि हामी किन माबुला जाँदैछौँ भनेर चाहिँ हामी लास्टमा मात्रै भन्दैछौँ है। अनि यो चाहिँ हल्का सिगरेट टाइप्सको त्यहाँ चाहिँ उयो रहेछ के भन्छ सर अब फुलसुल प्लान्टहरू पाउने ठाउँ है। अनि बस हामी चाहिँ पहिलो बस स्टपबाट हिँडेको नि त। अनि अब चाहिँ हल्का बसहरू पनि प्याक हुँदैछ है। यता चाहिँ हाम्रो दाइ तलाबाद राइडर्सहरूको त्यस्तो टाइप्सको हुन्छ बाइक डेलिभरीमा है। सो अल राइट गाइज अहिले चाहिँ अलिक दामी ठाउँमा आइपुगे जस्तो टाइप्सको है। अहिलेको चाहिँ जोतको ठाउँहरू थियो है, अहिले चाहिँ हल्का सिटी टाइप्सको ठाउँमा आइपुगेको छौँ हामी चाहिँ। अनि अझै हामी जानुपर्ने चाहिँ अझै टाढा हो, टाढा। अनि अहिले चाहिँ हामी 999 बस नम्बरमा चढेको छौँ। अनि पुरा सिग्नल रेड लाइट बोलेको छ है। बस स्टपबाट मान्छेहरू उत्रिरहेको छ, चढिरहेको छ। हल्का जाम नहुने टाइप्सको। सो त्यही नै हो गाइज। भिडियोलाई मन पराइदिनु होला, लाइक सेयर सब्सक्राइब गरिदिनु होला है। साथी कुन ठाउँमा आइपुग्यो हौ? के अरे अहिले चाहिँ हामी स्टिल सालमियामै छौँ। देख्न सक्नुहुन्छ अहिले चाहिँ हल्का साँझ टाइपको। अहिले त गाइज अब चाहिँ हल्का टाइप्सको भ्यू टाइप्सको है। त्यहाँ चाहिँ टक्क समुद्र रहेछ। यो चाहिँ हल्का दामी टाइपको भ्यू देखेको टाइप्सको छ है। म्यापमा हेर्दा पनि त्यस्तै थियो। अरे भाइ सब म्याकडोनल्ड्स ल यता भ्यू हेरेर इन्जोय गरिदिनु होला गाइज। हल्का जुम टाइपको, हल्का 15 Pro Max को हल्का जुममा हान्थ्यौँ त। हल्का एकछिन गाडी रोक्यो है, हल्का जुम गरेर हेर्छौँ पारी। हो साथी त्यो उयो चाहिँ किन लगाएको बेलुन जस्तो रातो? बााउन्ड्री हो। ए यो साइडमा दामी रहेछ हौ। ल है त अब फेरि गाडी रोकेँ। हो डेलिभरी फुड डेलिभरीमा आउनुभएकोहरू बाइकमा टक्क त्यहाँ हुनुहुन्छ। अनि अहिले पनि हाम्रो सी साइड चाहिँ सकिएको छैन है।
साथी साथी के छ खबर? दुई सब्जा हान्दिउँ न त, 2 सब्जा हान्दिउँ न, 2 सब्जा। हल्का लोकेसन हेरिदिउँ त कति छ अब। हामी अहिले कहाँ छौँ भने यो ठ्याक्क यो हो ल है। यता अब यता होइन विदेशतिरको रोड सोड हेरेर नेपालले पनि केही सिक्नु पर्यो। अब यता जाम हुने जाम भइरहेको छ, यता खाली बाटो खाली भइरहेको छ, माथितिर गाडी कुदिरहेको छ। अब हल्का नेपाल त यस्तो हुने कहिले हो कहिले हुँदैन पनि होला सायद, तर हल्का अब भिडियो हेरेर सिक्नु पर्यो नि त गाइस। अनि भिडियोलाई लाइक गर्नु नभुलिदिनु होला गाइस। सो अलराइट गाइज, हामी चाहिँ हाम्रो लोकेसनमा आइसकेको छौँ। दाइले दिनुभएको लोकेसन चाहिँ यहीँनिरको है, यो फ्राइडे रेस्टुरेन्ट समथिङ हो। अनि सर के छ अनि खबर? सर के आयो अरे? कहाँ गएर नि हान्ने त हौ सर्ट? यहाँ हाम्रो सरलाई चाहिँ हल्का सर्ट लागेर गिद्दी भएको अवस्था छ है। हामी चाहिँ आइसक्यौँ, अब हल्का कलसल हान्नुपर्ने हुन्छ। बाटो चाहिँ ओभर टाढा रहेछ। हामी कहाँ मैदान हवेलीबाट आएको, मैदान हवेलीदेखि चाहिँ हल्का टाढा टाइप्सको रहेछ है। हो हामी कहाँ गएको? कपडाघाटामा गएर दार्जिलिङ मिलाइदिने